मलाई ऱ्यापर हुनुहुन्थ्यो नेपालमा होइन, पुरा ऱ्यापर हुनुहुन्थ्यो तर डर लाग्थ्यो क्या, तिनीहरू जस्तो खतरा हान्न सक्ने किनभने होइन भिडियोमा त तिनीहरूले केटी नै केटी राखेको हुन्छ अब मोडलको चिन्नेमा होइन। अब भिडियो क्वालिटी पनि खतरा छ, आफूसँग जब एउटा त्यो प्यानासोनिकको त्यो डिबीवाला हुन्छ नि क्यामेरा बिहामा खिच्ने, त्यो बाबाले चाइनाबाट ल्याउनु भएको रहेछ, त्यही थियो मसँग। अब मेरो त भिडियो पनि यस्तो छ, अरूको सबै डिएसएलआर अरे मिनिमम होइन, त्यो त रेड सेडले खिच्छन् अरे भनेर। अनि स्टुडियोमा पनि एक टेकमै गाउँछ मान्छेले, 2 टेक नै अगाडिको टेककै जस्तो पर्फेक्ट हुन्छ भन्थ्यो होइन, डरै लाग्ने होइन। ल 1 टेकमा त कसरी गाउनु होइन, त्यस्तो त नहुनु पर्ने जस्तो हुने क्या होइन, सबैजना त खतरै रहेछन्। अनि म पुरा प्र्याक्टिस गरेको गरेँ होइन। अनि पछि चाहिँ मैले के पनि रियलाइज गरेँ भन्ने, मेरो कन्फिडेन्स भनेको त्यो केटी राखेर हुँदैन थियो क्या, म त्यो राखेर कन्फिडेन्ट हुँदैन कि त्यो मान्छे नै होइन, मेरो लाइफस्टाइल त्यस्तो पनि छैन। मैले गाडी देखाएर के गर्नु, म बाटोमा हिँड्दै घर गइरहेको हुन्छु भने म भिडियोमा चाहिँ गाडी देखाउनु होइन, म टेम्पो देखाउँछु नि तर म कन्फिडेन्ट भयो नि त, किनभने त्यो कुरा त तिमीले नकार्नु सकेनौ होइन, कसैले नकार्नु सक्यो त, अन्त म टेम्पो चढ्थेँ र म आफूमा कन्फिडेन्ट भयो नि त। म समोसा खान्छु होइन, मोमो, मलाई अहिले पनि भ्यारभ्यारी मोमो खानु मन लाग्छ, के म भ्यारभ्यारी मोमो खानु नजानु? अब अस्ति म एभरेस्ट मोमो खाँदै थिएँ, साइडबाट दाइ तपाईँ यहाँ बुझ हो भन्यो होइन, अब एकछिन यार मोमो खाँदै चिया होइन। बी योरसेल्फ यु नो, द्याट इज व्हाट कन्फिडेन्स इज, बी इन योरसेल्फ, हु यु आर, लभ इन योरसेल्फ। You have to give time to yourself or you won't be able to be confident. तपाईले बिहान उठेर 1 घण्टा आफ्नो लागि दिनु सक्नु हुँदैन, 2 घण्टा आफ्नो लागि दिनु सक्नु हुँदैन भने तपाई कहिले पनि कन्फिडेन्ट हुनु हुँदैन, किनभने you will not know how you look, you will not know how you feel, तपाईको सास कस्तो गनाइराको छ कि, तपाईले बिहान ब्रश गर्नु भएन भने कसरी कन्फिडेन्ट हुन्छ। सो कन्फिडेन्सको लागि नेपालमा एउटा प्रब्लम के छ भने मान्छे सावर गर्नु एकदमै अल्छी गर्छ, टोयलेट गर्नु एकदमै अल्छी गर्छ। क्लासमा बिहान मर्निङ क्लास गयो 7 बजे बिहान क्लासभरि पात गनाइराको हुन्छ। This is true. It's really true though. अनि people मान्छेहरू सावर गरेको हुँदैन, हुन्छ नि नाकभरि के लागिरहेको हुन्छ नि, लाइक सो तपाईले एभ्रीडे सावर गर्नु हुँदैन भने तपाई कन्फिडेन्ट हुन सक्नु हुँदैन। आइम सरी तर मैले पनि हेल्प गर्न सक्दिनँ तपाईलाई, किनभने तपाईमा त्यो मुड नै तपाईको अर्कै हुन्छ क्या। बिहान उठेर तपाईले आफूलाई राम्रो टाइम दिनुभयो, टन्न ब्रेकफास्ट खानुभयो, तपाई भोको हुनुहुन्न, तपाई सफा फिल गरिराख्नु भएको छ, तपाईले राम्ररी ब्रस गर्नुभयो, तपाईले ऐनामा राम्ररी मुख हेर्नुभयो, अनि टक्क हैन गाजल साजल मजाले लगाउनु भयो, कपाल राम्ररी मिलाउनु भयो, राम्ररी आफूलाई कम्फर्टेबल हुने लुगा लगाउनु भयो भने तपाईमा कन्फिडेन्स लेभल आफै धेरै हुन्छ हैन। तपाईले आफूलाई इम्ब्रेस गर्न पनि सिक्नुपर्छ। जस्तै मेरो लामो नाक छ हैन, त्यो फ्याक्ट कसैले चेन्ज गर्नु सक्दैन, तर मैले मेरो राम्रो नाकको बारेमा धेरै कन्सियस भएर हुँदैन नि त, यो नाकले म जो हो मलाई त्यही बनायो क्या हैन। सो तपाईले आफूलाई पनि इम्प्रेस गर्न सक्नुपर्छ हैन। अब हामी एङ्करिङतिर जान्छौँ हैन बिस्तारै। अब होस्ट गर्दाखेरि चाहिँ मैले पनि मेरो पर्सनल एक्सपिरियन्समा पनि एकदमै गाह्रो काम हो हैन, किनभने मैले चाहिँ कहिले पनि होस्ट हुन्छु भन्ने सोचेको थिइनँ हैन। तर पनि च्यालेन्जै छैन भने मजा के त त्यसलाई ओभरकम गर्नु हैन। अब पहाडै छैन भने के चढ्नु त, पहाड पनि हुनु पर्यो हैन, चढेपछि माथिबाट भ्यू फेरि मजाको छ नि त हैन। सो त्यो कुराहरू चाहिँ तपाईले आजदेखि नै आफ्नो व्यवहारमा उतार्नु भयो भने तपाईहरु एक्स्ट्रा अरूभन्दा जो नआउँदैन डेली त्यो भन्दा त डेफिनेटली कन्फिडेन्ट, जो हार्डवर्क गर्दैन त्यो भन्दा पनि कन्फिडेन्ट हैन, जो राम्रो देखिँदैन त्यो भन्दा पनि कन्फिडेन्ट। राम्रो देख्ने भन्दैमा पुरै मेकअप गर्नुपर्छ अथवा केटाहरूले फेयर एन्ड ह्यान्डसम लाउनुपर्छ भन्नु, राम्रो भन्नाले स्मार्ट देख्नु पर्यो हैन, आफूलाई स्मार्ट फिल हुनु पर्यो, तपाईँ आफूसँग कम्फर्टेबल हुनु पर्यो, तपाईले जे गर्दै हुनुहुन्छ, जसरी बोल्दै हुनुहुन्छ, तपाईलाई मन पर्दैन भने तपाईले त्यसमा एक्ट गर्नु पर्यो, त्यसरी नै कन्फिडेन्स बढ्छ।